हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हाम्रो फार्म हाउसमा निर्माण कार्य भइरहेको छ। आज हाम्रो फार्म हाउस ढलान भइरहेको छ, त्यसैले आज हामी उहाँहरूलाई हाँस काटेर खुवाउँदैछौँ। हेर्न सक्नुहुन्छ, लेट्स सी। यहाँ हाँस बनाउँदै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। यी 5 किलोको हाँस हो। हाम्रो यहाँ आज फार्म हाउस निर्माण कार्य भइरहेछ। यहाँ खाने मान्छेहरू यहाँ हुनुहुन्छ। आज काम भइरहेछ। ब्याकग्राउन्डमा यस्तो दृश्य हेर्न सक्नुहुन्छ। पुरै घाम लागेको छ, गर्मी महिना लागिसक्यो। साथीहरु, यहाँ चाहिँ मासु रेडी भइसक्यो। एक बाटा हाँसको 5 केजीको मासु। सो साथीहरु, मैले मासु ओरिसकेँ। यतापट्टि लसुन प्याज अदुवा सबै रेडी भइसक्यो। साथीहरु, मेरो चाहिँ हाँसको मासुको झोल रेडी भइसक्यो। अब म खेतालालाई खाजा दिन्छु। साथीहरु, यहाँ भाग लाउँदै हुनुहुन्छ मम्मीले। सबैजना हेर्न सक्नुहुन्छ, हाँसको मासु र चिउरा खान थालिसक्नुभयो। खाजा खाने टाइम भइरहेको छ हाम्रो। कस्तो छ आन्टी? ए दिदी, मिठो 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 मिठो, भेरी भेरी नाइस। ल, हामी सबैजना खाना थाल्यौँ। ल, ओके बाई। आजको भ्लग हेरेर सब्सक्राइब गरिदिनु होला युट्युब च्यानललाई। धन्यवाद।